कस्तो हुनुहुन्छ त? आजको यस भिडियोमा हामीहरू बिएससी सिएसआइटी, बिआइटी, बिसिए, कम्प्युटर इन्जिनियरिङ, बिआइएम को एउटा महत्त्वपूर्ण टपिक भनौँ न डिस्कस एल्गोरिदमको बारेमा कुराकानी गर्न गइरहेछौँ। अब अरू स्नातक तह अथवा अरू ब्याचलर स्टडीमा होइन कसरी पढाइ हुन्छ होइन डिस्कस एल्गोरिदम त्यो कुरा चाहिँ म भन्न त सक्दिनँ होइन। तर हाम्रो बिएससी सिएसआइटीमा त्यो चाहिँ डिस्क्रिट स्ट्रक्चर भयो, डाटा स्ट्रक्चर एन्ड एल्गोरिदम भयो, कम्प्युटर नेटवर्क भयो र डिजाइन एन्ड एनालाइसिस अफ एल्गोरिदम पनि भयो। त्यो सब्जेक्टमा चाहिँ पढाइ हुँदो रहेछ क्या, त्यो विषयमा चाहिँ पढाइ हुँदो रहेछ। अब हामी डिस्कस एल्गोरिदमको बारेमा केही तथ्य प्रस्तुत गर्न चाहन्छु कि अब हामीलाई थाहा छ कि डिस्कस एल्गोरिदम चाहिँ डिस्क्रिट स्ट्रक्चरमा चाहिँ भनौँ न मोडल क्वेसन हेर्दाखेरि 2009 सालको मोडल क्वेसन हेर्दाखेरि मैले डिस्कस एल्गोरिदमको मेथड लेख भनेर सोधेको छ र त्यसको एउटा न्युमरिकल एक्जाम्पल दे भनेर सोधेको छ क्या मोडल सेटमा। मैले हेरेको थिएँ मोडल सेट हेर्नु, त्यो पनि डिस्कस एल्गोरिदम पनि त्यो डिस्क्रिट स्ट्रक्चरमा पनि महत्त्वपूर्ण छ। त्यसको एल्गोरिदमै लेख भनेर सोध्छ, प्रोसिडियरै लेख भनेर सोध्छ र न्युमरिकल एक्जाम्पलै दे भनेर सोध्छ। र डाटा स्ट्रक्चर एन्ड एल्गोरिदममा पनि सेमै हो, डिस्क्रिट स्ट्रक्चर जस्तै हो। एल्गोरिदमको प्रोसिडियर लेख र डिस्कस एल्गोरिदमको न्युमरिकल एक्जाम्पल दियो भनेर सोध्छ। र कम्प्युटर नेटवर्कमा पनि धेरै इम्पोर्टेन्ट छ। अब कम्प्युटर नेटवर्कमा चाहिँ कुराकानी गर्दाखेरि लिङ्क स्टेट राउटिङको डेफिनेसन लेख र त्यसको एक्जाम्पल के हो, डिस्कस एल्गोरिदम हो, त्यसको एउटा न्युमरिकल अथवा एल्गोरिदम चाहिँ आफ्नो रिक्समा लेख्नु पर्यो। लेख्दा पनि हुन्छ, नलेख्दा पनि हुन्छ, अप्सनल हो, अनिवार्य होइन। अनि कुराकानी गर्दाखेरि डिजाइन एन्ड एनालाइसिस अफ एल्गोरिदममा पनि डिस्कस एल्गोरिदम चाहिँ पढाइ हुन्छ। तर कुराकानी गर्दाखेरि चाहिँ अहिलेसम्म चाहिँ त्यो एक्जाममा सोधेको छैन। अहिलेसम्म जबसम्म डिजाइन एन्ड एनालाइसिस अफ एल्गोरिदम बिएससी सिएसआइटीमा पढाइ भएको छ नि तबसम्म अहिलेसम्म सोधेको छ नि, के थाहा भविष्यमा पनि सोध्न सक्छ। अब डिस्कस एल्गोरिदमको एउटा तथ्य के छ भन्दाखेरि त्यो डिस्कस एल्गोरिदमले भनौँ न नेगेटिभ पार्ट बनाउन हुन्छ, नेगेटिभ बाटो बनाउन, पार्ट भनौँ एजहरू बनाउन होइन समर्थन गर्दैन क्या। किनभने डिस्कस एल्गोरिदमले होइन पोजिटिभ एजलाई नै समर्थन गर्छ। जस्तै उदाहरणको लागि यो ए भनेको भोल्टेज हो नि त, एदेखि बी भनेको कति भयो, एज भयो उदाहरणको लागि। अब एदेखि बी भनेको छ भने -4 छ भने त्यो डिस्कस एल्गोरिदमै होइन क्या। तर हामीले बेलमेन फोर एल्गोरिदममा चाहिँ नेगेटिभ एजलाई पनि समर्थन गर्छ र पोजिटिभ एजलाई पनि समर्थन गर्छ। तर डिस्कस एल्गोरिदमले पोजिटिभ एजलाई मात्र समर्थन गर्ने काम गर्छ र नेगेटिभ एजलाई समर्थन गर्ने काम गर्दैन। किनभने नेगेटिभ एजलाई समर्थन गर्ने काम गर्यो भने त्यो डिस्कस एल्गोरिदमै होइन। ल यो क्वेसन चाहिँ भनौँ न त्यसमा केमा भन्दाखेरि 2080 सालमा सोधेको छ, हाम्रै पालामा सोधेको छ डिस्क्रिट स्ट्रक्चरमा सेकेन्ड सेममा हुँदाखेरि भनौँ न। म सेकेन्ड सेममा पढ्दाखेरि यो क्वेसन सोधेको थियो हामीहरूलाई, त्यो 2080 सालतिर भनौँ न डिस्क्रिट स्ट्रक्चरमा सोधेको थियो यो क्वेसन हो। यही क्वेसन चाहिँ तपाईँहरूले एक्जाम्पलको रूपमा भनौँ न त्यसमा प्रस्तुत गर्नुपर्छ होइन। डाटा स्ट्रक्चर एन्ड एल्गोरिदम भयो, कम्प्युटर नेटवर्कहरू भयो, अनि डिजाइन एन्ड एनालाइसिस अफ एल्गोरिदम भविष्यमा के काम लाग्न पनि सक्ला कि भविष्यमा सोध्न पनि सक्ला कि, यस्तै किसिमको प्रश्न। ल ढिला नगर्दै म हजुरहरूलाई त्यसको न्युमरिकल सोल्भ गरेर प्रस्तुत गर्नेछु। अब म यो चाहिँ कम्प्युटर नेटवर्कको सहायताबाट पढाउन गइरहेको छु। अब इक्जाम्पल अफ लिङ्क स्टेट राउटिङ भन्नाले अब हजुरहरूले लिङ्क स्टेट राउटिङको सर्ट नोट भनेर लेख भनेर कम्प्युटर नेटवर्कमा सोधिदियो भने लिङ्क स्टेट राउटिङ भनेर हजुरहरूले लेखिदिनु होला, डेफिनेसन भनौँ न, र त्यसको एक्जाम्पल लेखिदिनु ल। एक्जाम्पल अफ लिङ्क स्टेट राउटिङ भनेको छ युज डिस्कस र सर्टेस्ट पार्ट एल्गोरिदम टु फाइन्ड द सर्टेस्ट पार्ट बिट्विन भर्टिसेस ए एन्ड जेड इन द वेटेड ग्राफ बिलो भनेर सोधेको छ हजुरहरूलाई। अब हेर्नु ल, अब यो हामीहरूलाई एउटा ग्राफ दिएको छ, वेटेड ग्राफ भनौँ न। अब हेर्नु, फ्रम अब्जर्भेसन टेबल भनेर लेख्नु, एसएन लेख्नुहोस्, अनि ग्राफ भनेर लेख्नुहोस्। अब हजुरले त्यही ग्राफ छ नि, त्यही ग्राफ स्टेप 1मा त्यही ग्राफ लेखिदिनुहोस्। अब हामीहरू नम्बर 2मा जान गइरहेको छु। अब हामीलाई थाहा छ कि नम्बर 2मा भर्टिसेसको भित्र के छ, ए छ नि त हो। त्यो जुन भर्टिसेस भित्र ए छ नि हो त्यसलाई बाहिर निकाल्नु पर्यो र हामीले त्यसलाई सेट गर्नु पर्यो। किनभने हामीले त्यहाँदेखि स्टार्ट गर्न खोजेको छौँ नि, र अरू जस्ताको जस्तै हुनु पर्यो स्टेप 2 अथवा नम्बर 2मा। अब त्यसपछि कुराकानी गर्दाखेरि हामी नम्बर 3मा पुग्यौँ होइन। अब नम्बर 3मा पुग्दाखेरि अब हामीहरूले
हामीले जुन स्टेपलाई सेलेक्ट गरेका थियौँ नि अगाडि, एदेखि बी छ र एदेखि डी छ। अब कुराकानी गर्दाखेरि एदेखि बी 4 छ र एदेखि डी 2 छ। अब हामीले सर्टेस्ट पार्ट सेलेक्ट गर्नु पर्यो। कुन सर्टेस्ट पार्ट छ त? एदेखि डी सर्टेस्ट छ कि एदेखि बी सर्टेस्ट छ नि? एदेखि डी सर्टेस्ट छ नि त, किनभने एदेखि डी भनेको 2 छ र एदेखि बी भनेको 4 छ। कुन मिनिमम छ त? एदेखि डी मिनिमम छ नि त। हो, हामीले एदेखि डीलाई छनौट गर्नु पर्यो, एदेखि डीलाई होइन पोइन्ट गर्नु पर्यो। अब डीभित्र जुन भर्टिसेसभित्र डी छ नि हो, त्यो डीलाई बाहिर निकाल्नु पर्यो र त्यसलाई सेट गरिदिनु पर्यो र हामीले डी 2, भनेर लेखिदिनु पर्यो। अब डीदेखिहरूले निरन्तर जानुपर्छ होइन, किनभने डीदेखि त अप्सनै छैन नि त। अप्सन कन्डिसनहरू भनौँ न, डिसिजनै छैन नि त। अब फोन नम्बरमा जानु। अब फोन नम्बरमा जाँदाखेरि अब यतातिरको सबै ठाउँ खाली लेखिदिनु। एदेखि बी खाली होस्, बीदेखि सी खाली होस्, सीदेखि जेड खाली होस्, बीदेखि ई खाली होस्। अब कुराकानी गर्दाखेरि ए पनि भइहाल्यो। हामीले डी भनेको 2, भन्नाले एदेखि डी भनेको, एदेखि डीको भ्यालु कति हो भन्नाले 2 हो। एदेखि डीको पार्ट कति हो भन्नाले 2 हो। अब त्यसपछि हामीले फोन नम्बरमा गइरहेको छौँ। अब हामी फोन नम्बरमा जाँदाखेरि ए पनि भइसक्यो, डी पनि भइसक्यो। अब डीदेखि ई कति हुन्छ? 3 भयो नि त। अब ई भनेको छ नि 3, डी भन्नाले डीदेखि ई भनेको क्या, डीदेखि ईको पार्ट कति हो? 3 हो 3 हो भनेको भन्नाले डीदेखि ईको पार्ट कति हो? 3 हो भनेर सम्बोधन गरेको हो। अब त्यसपछि हामीहरू 5 नम्बरमा जाउँ। अब हामीहरू 5 नम्बरमा जाउँ होइन। अब ए भयो, यसलाई सेट गरेकै छ डी 2, अब त्यसपछि ईदेखि जेडको पार्ट कति छ? 1 छ नि त। हो, जेड भनेको 1, भन्नाले ईदेखि जेडको पार्ट 1 हो भनेर सम्बोधन गरेको। अब जुन भर्टिसेसभित्र जेड छ त्यसलाई बाहिर पनि निकाल्नु पर्यो र हामीले त्यसलाई सेट गरिदिनु पर्यो। अब हामीहरूको हेर्नुहोस् ल, हेन्स द सर्टेस्ट पार्ट बिट्विन भर्टिसेस ए एन्ड जेड इन द वेटेड ग्राफ इज एदेखि डीदेखि ईदेखि जेड, एदेखि डी, डीदेखि ई, ईदेखि जेड। त्यो सेडेड पार्ट गरेको जति छ नि, जुन सेडेड भर्टिसेसहरू छ नि हो, त्यो हामीहरूको पार्ट भयो। एदेखि डी, डीदेखि ई, ईदेखि जेड। नपट्टै हेर्नुहोस्, हेन्स द सर्टेस्ट पार्ट बिट्विन भर्टिसेस ए एन्ड जेड इन द वेटेड ग्राफ इज एदेखि डी, डीदेखि ई, ईदेखि जेड रेस्पेक्टिभली भनेर लेखिदिनुहोस्। ल हजुरहरूलाई म नोट प्रोभाइड गरिदिन्छु। हेर्नुहोस्, स्क्रिनसट गर्नु होला, नत्र लेख्दा पनि हुन्छ, हेरेर हेरि नै बुझ्नुहुन्छ होइन। म फेरि हजुरहरूलाई केही तथ्य भन्न गइरहेको छु डिस्कस र एल्गोरिदमको होइन, हाम्रो बिएससी सिएसआइटीको आधार अनुसार। अब हामीलाई थाहा छ कि डिस्कस र एल्गोरिदमले, म फेरि एकचोटि भन्छु, नेगेटिभ एजलाई समर्थन गर्दैन। डिस्कस र एल्गोरिदमले होइन पोजिटिभ एजलाई समर्थन गर्ने काम गर्छ। भन्नाले एदेखि बी भनेको छ भने -4 छ भने त्यो डिस्कस र एल्गोरिदममा पर्दैन। एदेखि बी 4 भनेको छ नि त्यो डिस्कस र एल्गोरिदममा पर्छ। तर बेलमेन फर्डमा चाहिँ दुइटै पर्छ। एदेखि बी भनेको छ भने 4 भनेको छ भने त्यो बेलमेन फोर्डमा पनि पर्छ। एदेखि बी भनेको छ भने -4 छ भने त्यो पनि बेलमेन फोर्डमा पर्छ। बेलमेन फोर्डको भिडियो मैले अगाडि नै हालिदिएको छु, हेर्नु होला। अनि त्यसपछि कुराकानी गर्दाखेरि अब हामीहरूको बिएससी सिएसआइटीकै कन्टेक्स्टमा हेर्ने हो भने त्यो एल्गोरिदम लेख्ने कामहरू चाहिँ तपाईँहरूले गर्नु, म लेख्न सक्दिनँ। मैले त्यो भिडियोमा हजुरहरूको लागि न्युमेरिकल सोल्भ गरिदिएको। एल्गोरिदम त आफै गफ पनि लेख्न हुन्छ क्या, केही पनि हुँदैन। तर हजुरहरूले चाहिँ बुझ्नु पर्यो, त्यही हो होइन। डिस्क्रिट स्ट्रक्चरमा पढाइ हुन्छ, लास्ट च्याप्टरमा ग्राफ भन्ने छ हो। त्यो डिस्कस र एल्गोरिदमको हजुरहरूलाई एल्गोरिदमको मेथड लेख भनेर सोधिदिन्छ र एउटा न्युमेरिकल एक्जाम्पल दे भनेर सोधिदिन्छ, अथवा कहिलेकाहीँ न्युमेरिकल एक्जाम्पल जस्तो पाए त्यस्तो ग्राफहरू बनाएर पनि सोधिदिएको हुन्छ। अनि कुराकानी गर्दाखेरि डाटा स्ट्रक्चर एन्ड एल्गोरिदम थर्ड सेममा पढाइ हुन्छ। डाटा स्ट्रक्चर एन्ड एल्गोरिदममा भनौँ न कहिलेकाहीँ हजुरहरूलाई त्यस्तै न्युमेरिकलहरू पनि सोधिदिन सक्छ, अथवा कुराकानी गर्दाखेरि हजुरहरूलाई त्यसको मेथड लेख, डिस्कस र एल्गोरिदमको मेथड लेख, एल्गोरिदम लेख भन्छ, अनि हजुरलाई न्युमेरिकल एक्जाम्पल दे भन्छ। अनि त्यसपछि कुराकानी गर्दाखेरि कम्प्युटर नेटवर्कमा सोध्छ होइन। कम्प्युटर नेटवर्कमा हजुरहरूले लिङ्क स्टेट राउटिङ भनेर लेखिदिनु होइन, डेफिनेसन लेख्नु, त्यसको एक्जाम्पल डिस्कस र एल्गोरिदम हो भनेर म्याथमेटिकल वेमा त्यो लेखिदिनु। अनि कुराकानी गर्दाखेरि त्यो एल्गोरिदम हुन्छ नि, त आफ्नो रिस्कमा लेख्नु, अप्सनल हो, लेख्न पनि हुन्छ, नलेख्दा पनि हुन्छ, केही गलत हुँदैन होइन। त्यही न्युमेरिकलले त पाना भरिहालिदिन्छ, 1-2 पाना भरिहालिदिन्छ। अनि
अथवा कहिलेकाहीँ पनि त्यस्तै डायग्रामहरू पनि दिन सक्ला भविष्यमा। अहिलेसम्म सोधेको छैन कम्प्युटर नेटवर्कमा होइन, तर भविष्यमा जे सोध्न पनि सक्ला। यस्तै डायग्रामहरू दिएर हुन्छ नि कम्प्युटर नेटवर्कमा भविष्यमै, फ्युचरमा। अहिले त सोधेको छैन अहिलेसम्म। सोसाइटीको इस्टाब्लिसमेन्टदेखि अहिलेसम्म, सोसाइटीमा जहिलेसम्म कम्प्युटर नेटवर्क पढाइ भयो अहिलेसम्म त यसरी डायग्राम दिएर चाहिँ सोधेको छैन। के थाहा भविष्यमा पनि सोध्न सक्ला कि, ट्युट हो होइन। अनि कुराकानी गर्दाखेरि डिजाइन एन्ड एनालाइसिस अफ एल्गोरिदममा चाहिँ जुन दिनदेखि पढाइ भएको छ होइन, स्टार्टिङ जुनदेखि भएको छ इस्टाब्लिसमेन्ट पढाइ हुन थालेको देखि आजसम्म अहिलेसम्म चाहिँ सोधेको छैन। हेर्नुहोस्, भविष्यमा चाहिँ सोध्न सक्छु तपाईँहरूले, त्यही पनि प्रिपेयर गरेर राख्नु भन्न चाहन्छु। र लोकसेवाहरूमा पनि सोधिदिन सक्छ, आइटी सम्बन्धी दिनुहुन्छ भने त्यस्तो क्वेसनहरू। हजुरहरूलाई आजको भिडियो मन पर्यो भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिन नबिर्सिदिनु होला। अर्को भिडियोमा पनि पक्कै भेटघाट हुन्छ। त्यति दिनसम्मको लागि मेरो भिडियो हेर्दै गर्नु होला युट्युबबाट। र भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ। अब हजुरहरूलाई म नोट प्रोभाइड गरिदिन्छु ल, स्क्रिनसट गर्नुहोस्। यी सबै कुरा स्क्रिनसट गर्नुहोस् अथवा कपीमा लेख्नुहोस् अथवा डिभाइसबाट हेरेर पनि मेमोराइज गर्न सक्नुहुन्छ। सजिलो छ होइन, मैले बुझाउन नसके पनि मेरो नोटहरूले चाहिँ हजुरहरूलाई बुझाइदिन्छ क्या। किनभने म त्यति हेलचेक्राइ गरेर पनि पढाएको छुइनँ। मेरो आवाज हेलचेक्राइ हुनसक्छ तर मेरो नोट कहिले हेलचेक्राइ हुँदैन है। ल इन्जोय।